भर्खर भर्खर उठेर शिवरात्रिको दिन नुहाई धुवाई गरेर अब नास्ता पिना खानुपर्ने हुन्छ। नास्ता खानु हो मम्मीले चाहिँ भर्खर भर्खर पराठा बनाए। पर कति बज्यो? 12:30 भइसक्यो। गाइस यो चाहिँ हाम्रो बिहानको खाना हो। एकदम मिठो बनाएर छ। अब हेर्ने नै फेरि ल जाऊ कहाँ जाने भने ल भन्ने गाइस अहिले चाहिँ मम्मी ड्याडी जान लागेका छन् देउडा खेल खेल्न आउनु। देउडा खेल्न सुदूरपश्चिम सानो नि देउडा खेल्न जाँदा बिहा पनि म खाना पाउने हेर्नु त मान्छेले हेरेर त राम्रो भयो त अझै के हार्न लागि राम्रोसँग खेल लगाइकन आऊ भने गाइस अहिले चाहिँ भर्खरै नेपाल vs वेस्ट इन्डिजको म्याच खतम भएको छ र यहाँ चाहिँ नेपालको चाहिँ स्याड मुभमेन्ट भनौँ, नेपालले चाहिँ हारेको छ। हारे पनि T20 वर्ल्ड कपमा सबैभन्दा बेस्ट टिमसँग खेल्न पाउनु नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। नेपालले आफ्नो जति छ सक्दो प्रयास गरेकै हो। त्यस्तो धेरै नराम्रो पनि गेम खेलेको छैन भनौँ। गेम चाहिँ आफ्नो बेस्ट प्लेयरहरू जो हुन्छ तिनीहरूले आफ्नो गेम चाहिँ बेस्ट दिइरहेको थिए। तर गेम चाहिँ हेर्न अलिकति रमाइलो नै भइरहेको थियो। तपाईँहरूलाई नि रमाइलो लाग्यो होला भन्न चाहन्छु। जितोस् या हारोस् त्यो कुरामा नजानुस्, खेल्न पाउनु नै ठुलो कुरा हो भन्नेतर्फ लाग्नुहोस्। आज म्याच मात्रै नभएर आज शिवरात्रि पनि छ। सबैजनालाई ह्याप्पी शिवरात्रि भन्दै शिवरात्रि दिनको शुभकामना दिन चाहन्छु। के कस्तो गयो तपाईँहरूको शिवरात्रिको दिन? कहाँ जानुभयो? मन्दिरमा जानुभयो कि घरमै बसेर मनाउनु भयो? कृपया कमेन्टमा भन्नुहोला। मेरो चाहिँ घरमै बसेरै भयो भनौँ। धेरै बोल्न जस्तो केही छैन भ्लगमा, घरभित्रै हुन्छु आजभोलि, खासै बाहिर पनि जान गएको छैन धेरै दिन भयो। सो गाइज यो कुरामा जस्तै गेमहरू कुरामा चाहिँ के हुन्छ भनेपछि जो गेम खेलिरहेछ, जो ग्राउन्डमा उत्रिरहेछ ती मान्छेहरूको त कुरै छोडौँ, जो हामी मान्छेहरू जो फ्यानहरू हुन्छौँ हामीहरूलाई चाहिँ कस्तो हुन्छ भने मोबाइलदेखि ल्यापटपदेखि जुन पनि वस्तुबाट तपाईँहरू हेरिरहनु भएको छ हामीहरू हेरिरहेको हुन्छौँ। कस्तो हुन्छ भने हामीहरूलाई चाहिँ यस्तो गरिदिन पाए हुन्थ्यो, त्यसले यस्तो खेलिदिन पाए हुन्थ्यो, यहाँनिर बिगाड्यो, के खेल्ला यसले, के गर्ला यसले, यताउता भन्ने हुन्छ है हामीहरूलाई कति। त्यो कुरामा चाहिँ जो ग्राउन्डमा उत्रेको छ यत्रो नेपाली 3 करोड जनसङ्ख्याको आश भरोसा हौसला बोकेर जो ग्राउन्डमा उत्रेको मान्छे हुन्छ तिनीहरूलाई चाहिँ अलिकति नेगेटिभ नबनेर राम्रो कुराहरू भन्नु भन्ने चाहन्छु म। जे पनि कुराहरूमा मान्छेहरू यस्तै भन्छन् कि जबसम्म मान्छेहरू राम्रो काम गर्दै गयो त्यसलाई सपोर्ट गर्छन् कि जब मान्छेले एक कुरामा मिस्टेक गरिदियो नि, जब एक ठाउँमा आएर एक पोइन्टमा आएर एउटा मिस्टेक गर्छ नि त्यति बेला पनि मान्छेहरू त्यसलाई झन् हौसला दिएर माथि उठाउनु भन्दा यसले यस्तो गर्यो उस्तो गरेर भनेर यताउता भनेर त्यसलाई झन् साथ दिनुको सट्टा छोडेर जाने गर्छन् कि जो पनि। त्यही भएर म्याच चाहिँ जस्तो हो, वेस्ट इन्डिज भनेको एउटा वान अफ द बेस्ट T20 मा वान अफ द बेस्ट टिम हो। त्योसम्म खेल्न पाउनु नै ठुलो कुरा हो सबैभन्दा पहिला चाहिँ। सो खेल्यो, एकदमै राम्रो गेम खेलिरहेको थिएँ, राम्रो नै खेल्यो भनौँ। अनि हार्नु या जित्नुमा त अलग्गै कुरा हो, खेल्नु नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई। जिताउन त उनीहरूलाई पनि जिताउने मन नै लागेको थियो होला, के गर्नु अब गर्दा पनि भएन भनेपछि अब के गर्ने त। त्यसलाई सपोर्ट गर्दै रहनुहोस्, हारोस् या जितोस् फेरि नेक्स्ट टाइममा गर्ला। एकैचोटि म्याच हुने होइन, T20 भइरहेको छ हरेक वर्षमा।
सो अर्कोचोटि पनि राम्रो होला भन्ने चाहनुहुन्छ भने चाहिँ तपाईँहरू हारेस जितोसमा नजानुहोस्, जे जस्तो भए पनि पर्फेक्ट दियो भन्नुहोस्, फेरि सपोर्ट गर्दै जानुहोस्, क्रिकेट टिमलाई अगाडि बढाउँदै जानुहोस् भन्न चाहन्छु सबै आम नेपाली जनताहरूलाई। अहिलेदेखि हेरेर यो गरेन त्यो गरेन भन्नुभन्दा पनि जब तपाईँहरू आफै सोच्नु कि अब तपाईँहरू जस्तै भलो बनाउने कुरामा हुन्छ, मान्छेहरू कस्तो सोच्छन् भनेपछि भलो बनाउनु त सजिलो हो, आफ्नो मनदेखि आएका कुराहरू पोख्नु हो, भावनाहरू पोख्नु हो। तर एक्ज्याक्टली भन्नुपर्दा चाहिँ भावनाहरू पोख्नु यस्तो नै हो। तर जब तपाईँहरू क्यामेरा खोल्नुहुन्थ्यो नि, क्यामेरा लगाउनुहुन्थ्यो नि, तब थाहा हुन्छ कि क्यामेरामा कसरी बोल्ने, जो आएका कुराहरू हुन्छ नि ती पनि अड्किने, यस्ता प्रब्लम धेरै भइरहेको छ। सो यस्तो उस्तो भयो भन्नुभन्दा पनि सपोर्ट गर्नुहोस्, त्यही भन्न चाहन्छु। कमेन्ट पढ्नलाई हर टाइम एनी सेकेन्ड रेडी नै भइरहेको छु। तपाईँहरूको कमेन्ट खासै कमेन्ट त आउँदैन, त्यही पनि म कमेन्ट सबैको हेर्ने नै गर्छु। सो तपाईँहरूले जति राम्रो कमेन्टहरू गरिदिनु भयो, मलाई कमेन्ट पढेर त्यही अनुसारको भिडियोहरू बनाउन मनपर्छ। किनभनेपछि अब कतिखेर मान्छेहरू यहाँनिर यो भयो, यहाँनिर यस्तो मिस्टेक भयो, अलिकति यस्तो गरिदिन पाए हुन्थ्यो, अलिकति एडिटिङमा यो प्रब्लम छ भनेर भनिदिया भए चाहिँ अलि मलाई सजिलो हुन्थ्यो। किनभनेपछि म चाहिँ त्यही अनुसार फेरि बेटर गर्दै जान्थेँ। सो कमेन्ट गर्न चाहिँ यदि तपाईँहरू भिडियो हेर्नुहुन्छ भने प्लिज कमेन्ट चाहिँ अवश्य अनिवार्य रूपमा गरिदिनु होला, कमजोरीको साथ। त्यही केही छैन बोल्नु, त्यही हो। आज चाहिँ म्याच हेरियो, जे होस् आजको दिनमा म्याच हेरियो, शिवरात्रिको दिन अलिकति मनदेखि नै राम्रो फिलहरू आयो, नुहाइयो, अनि नुहाउँदाखेरि पुराना पापहरू पखालियो भनौँ, त्यही हो। अरू केही भएको छैन त्यस्तो खासै इन्ट्रेस्टिङ र रमाइलो। आज चाहिँ सबैभन्दा म्याचै हेर्नु इन्ट्रेस्टिङ, अलिकति रमाइलो भइरहेको थियो। सो अझ पनि मलाई त त्यस्तो नराम्रो नेगेटिभ थिङ्किङ केही छैन कि माइन्डमा, अझ पनि म चाहिँ राम्रै सोचिरहेको छु। जे होस् के म्याच हेर्न चाहिँ रमाइलो गराइदियो मनदेखि। जस्तै हामीले रमाइलो गराउनु नै राम्रो खेले जस्तो लाग्छ मलाई। अब झ्याउ लाग्ने जस्तो खेलिदिया भए चाहिँ अलिकति हुन्थ्यो। जे होस् रमाइलो गराइदियो र राम्रो टिमसँग खेल्दाखेरि। नेपालको मात्र नभएर आज चाहिँ उहाँको पनि छ, इन्डिया र पाकिस्तानको पनि छ साँझ म्याच। आज साँझको म्याच चाहिँ अलिकति खतरै हुने जस्तो छ सम्भावना। हेरेर चाहिँ आफ्नो देशलाई नै सपोर्ट गर्छौँ। त्योभन्दा पछि चाहिँ मैले अलिकति क्रिकेटमा म्याचमा नेपालभन्दा बाहेक कसैलाई सपोर्ट गर्नु छ भने चाहिँ म सेकेन्डमा चाहिँ इन्डियालाई नै लग्छु। किनभने चाहिँ इन्डिया चाहिँ अलिकति पहिलादेखि हेर्ने भएकाले भनौँ अलिकति राम्रो टिम लाग्छ कि मलाई। सो गाइज मैले चाहिँ कस्तो भनेपछि एउटा टार्गेट लगेको छु। कस्तो टार्गेट भन्ने सोच्नुभयो होला। मैले चाहिँ हरेक एक वर्षसम्म चाहिँ मैले कस्तो टार्गेट लगाएको छु भनेपछि एक दिन छोडेर एक दिन भिडियो अपलोड अनिवार्य रूपमा नियमित रूपमा गर्नेछु भनेर चाहिँ मैले त्यो किसिमको टार्गेट लगाएको छु। सो प्लिज मेरो यो टार्गेटलाई नतोडिदिनु होला। कृपया सबैजना इन्ट्रेस्टिङ रूपमा भिडियो लास्टसम्म हेरिदिएर सपोर्ट गरिदिनु होला। सँगसँगै फाइनल रिजल्ट कस्तो हुन्छ थाहा छैन, त्यही पनि म गइरहेको छु, बोलिरहेको छु। जे होस् बनाएर भाइरल भएर पैसा कमाउने, पैसा आउने आइदिए त अब झनै राम्रो कुरा भइहाल्यो। त्यो चाहिँ पैसा आइदिएपछि त धेरै राम्रो कुरा भयो। त्यही पनि भलो बनाउनु चाहिँ धेरै कुराहरू सिकिन्छ कि तपाईँहरूको बोल्ने स्किललाई अझ बेटर गराइदिन्छ यसले चाहिँ। सो मलाई चाहिँ एक कुरामा जस्तै म भोलि गएर ठुलै मान्छे नभन्दा एउटा भ्लगर ठुलो मान्छे नभए पनि मेरो चाहिँ के भनेपछि बोल्ने स्किल, जो मान्छेहरूको अगाडि बोल्नुपर्ने हुन्छ जुन स्किल हुन्छ त्यो चाहिँ अलिकति बेटर हुन्छ भन्ने मैले होप राखेको छु। अवश्य भइहाल्छ, त्यो चाहिँ भइहाल्छ जस्तो लाग्छ मलाई। किनभनेपछि तपाईँहरू जब मान्छेहरूको अगाडि एकदम खुल्ला रूपमा आफ्नो कुराहरू राम्रोसँग मजाले त्यसलाई वर्णन गर्न या भन्न सक्नुहुन्छ भनेपछि भइहाल्छ। सो गाइज आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई? आशा गर्छु राम्रो नै लाग्यो होला। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र कमेन्ट सँगसँगै मिठो र राम्रो र कमजोरीहरूको कमेन्ट गरिदिनु होला भन्छु म। अनि एउटा नयाँ रमाइलो भिडियोमा भेट्नेछु भन्दै आजको भ्लग यहीँ समाप्त गर्नेछु। बाई बाई।